नमस्ते दर्शकबिनहरू, हामी माझ हुनुहुन्छ उहाँ आज एकदमै साथ बालकृष्ण गोपालका दोस्रो अनुहार पनि भनिन्छ उहाँलाई। एकदमै उहाँको बाँसुरीको धुन सुन्न मान्छेहरू कहाँ कहाँ विदेशदेखि आउँछन्। एकदमै उहाँको बाँसुरीको धुन भनेको साथ बालकृष्ण गोपालको धुन जस्तो लाग्छ। अब उहाँले हामीलाई आज आफ्नो बाँसुरीको धुन बजाएर सुनाउनु हुनेछ। कृपया आफ्नो छोटो परिचय छोटो हस् नमस्ते हजुरलाई। नमस्ते राम्रो भन्नु न तपाईँको त्यस्तो सोच्यो भने चाहिँ कोही पनि सुन्न तयार छैनन्। भन्नुहोस्। सर्वजन भन्ने यस्ता छन्। इग्नोरेट नमस्ते दर्शकबिनहरू। म त उहाँले मेरो एकदमै राम्रो परिचय दिनुभयो। म उसको लागि एकदम खुसी छु। उहाँले भने जस्तो त म नहुँला पनि, साथसाथ बालगोपालै नहुँला, तर केही ट्राई गर्छु। म श्रीकृष्णलाई सम्झेर केही धुनहरू बजाउन चाहन्छु। कृपया धैर्य गरी सुनिदिनु होला। हामीसँग छ एउटा बाँसुरी। यो बाँसुरी भन्छ यसलाई। यो प्राचीन समयदेखि बजाउँदै आइरहेका छन्। यो हाम्रो गब्बे त्यो बोल्दै छोडे। ल धैर्य गरी आनन्दका साथ सुनिदिनु होला। कृपया भुइँमा हुनुहुन्छ भने खाटमा गएर बसिदिनु होला। हजुर निदाउन सक्नुहुन्छ यो सुनेपछि। ल म सुरु गर्छु। जय श्रीकृष्ण, जय गोपाल। जय श्रीकृष्ण। यसलाई यसरी समात्ने गरिन्छ। यो औँलाले यसरी राखेर यसलाई, अनि यो तीनटा औँलाले यसरी छेकेर यो औँलाले यसरी, दिस इज फर सो। धन्य धन्य धन्य। अब रेडी हुनु। अलिकति पानी हाल्नु त। पानी अलिकति पानी हुन्छ, पुगेन, हुन्छ, पानी हुन्छ, पुगेन। हुन्छ, हुन्छ। अलि पानी हाल्नु पर्ने। पानी छ त, पानी छ पानी ल्याउनुहोस् त। माफ गर्नु होला, अघि पानी नभएको कारणले भएको। अब पानी हाले, यसमा पानी हाले, एकदम अब मिठो बच्छ। एकछिन अलि के बुझेको छ कि जस्तो लाग्यो। आइरहेको छ अलिअलि। आउँदैछ धुन आउँदैछ। ओहो, कोटेश्वर जाममा रहेछ। आउँदैछ। अब एकछिन गोठाटार पुग्दैछ। जय श्रीकृष्ण, जय श्रीकृष्ण, जय गोपाल लीला। लीलाधारी प्रभु जय होस्। कस्तो लाग्यो हजुरहरूलाई? लाइक, सेयर, कमेन्ट गर्न नभुल्नु होला। धन्यवाद।